आज हामी एउटा सुर्खेत कालीगञ्जदेखि माथि पिसफुल एरियामा छौँ। यो जङ्गल एरियामा नेचरको पिसमा आज अङ्कलसँग म वाक गर्दै घुम्न आएको छु र मसँग हुनुहुन्छ अहिले मेरो अङ्कल डाक्टर प्रोफेसर नारायण पौडेल, मिड वेस्टर्न युनिभर्सिटीको प्रोफेसर हुनुहुन्छ। अङ्कल स्वागत छ अङ्कललाई। धन्यवाद। नयाँ नेचरमा घुम्न आनन्द आएको छ। अङ्कलसँग आज धेरैपछि वाक भयो है, गफ पनि भयो र अङ्कलसँग केही ऱ्यान्डम टक गरौँ भनेर केही कुराहरूमा को बारेमा पनि। जस्तो अब धेरै समय हजुर अब अहिले सुर्खेतमा बसेर आफ्नो समय बिताइरहनु भएको छ होइन। अब त्यो बेलामा लैजान चाहन्छु हजुरलाई। जस्तो अब त्यस बेलाको एउटा युवक जो एसएलसी 3rd डिभिजन पास गरेर आफ्नो जीवन सङ्घर्ष गर्दै अगाडि जाँदै गर्दा काठमाडौँ युनिभर्सिटीको एसिस्टेन्ट प्रोफेसरको रूपमा धेरै समय कार्यरत भएर विभिन्न सङ्घ संस्थामा काम गर्दै नेप्सेको चेयरम्यानसम्म हजुर पुग्नुभयो होइन। नेप्सेको चेयरम्यान भएर पनि काम गर्नुभयो र त्यो हुँदै हजुर फेरि आफ्नै एउटा जन्मस्थानमा फेरि चाहिँ विश्वविद्यालय स्थापना गर्दा जुन हजुरको सङ्घर्षको त्यो यात्रा थियो, सँगै फेरि मिड वेस्टर्न युनिभर्सिटीको रजिस्ट्रारको रूपमा पनि नेतृत्वदायी भूमिका सम्हाल्नुभयो। त्यो हुँदै अहिले प्रोफेसरको रूपमा मिड वेस्टर्न युनिभर्सिटीमै हजुर कार्यरत हुनुहुन्छ र आज आएर विगतको त्यो दिन फर्केर हेर्दा र आज आएर सम्झिँदा आफ्नो विगतलाई, आफ्नो जर्नीलाई कसरी सम्झिन चाहनुहुन्छ? धन्यवाद निर्मल। यो ठाउँमा त अघि निर्मलले भने जस्तै यो प्राकृतिक ठाउँमा म प्रायः चाहिँ समय मिलेपछि पटक पटक आइ नै राख्छु, आउँछु र यो प्रकृतिले आनन्द पनि दिइरहेको अवस्था छ र यहाँ चाहिँ म जस्तै अरूहरूले पनि समय निकालेर आउनको लागि म आग्रह गर्न चाहन्छु। र अब निर्मलले भने जस्तै त्यो एसएलसीमा चाहिँ अब जस्ट पास भएको 3rd डिभिजन आएर कसरी यहाँसम्म आइयो भन्ने कुराका सन्दर्भमा अब त्यतिखेरको समयमा एसएलसीमा मार्क्सहरू अत्यन्तै कमै आउँथे र पास पनि अत्यन्तै थोरै व्यक्तिहरू हुन्थे र हामी चाहिँ 43 सालको ब्याज हो। 43 सालको ब्याजमा चाहिँ हामी 8 जना साथीहरू पास भएका थियौँ। त्यसमा चाहिँ नरय दाई पनि एकजना हुनुहुन्छ अनि र सँगसँगै विजय अर्याल, धनबहादुर ढेङ्गा, सम्झिन चाहन्छु म विमल नेपाली, अनि त्यसपछि गएर विजय अर्याल, धनबहादुर ढेङ्गा होइन लगायतका सुरेश केसी लगायतका साथीहरूलाई म सम्झिन चाहन्छु त्यतिखेर चाहिँ। त्यसमध्ये चाहिँ अब संयोगवश साथीहरूको अब टप गर्ने साथी विजय अर्यालले 40% प्राप्त गरे, दाईहरूले पनि 2nd डिभिजन ल्याउनु भयो, मेरो चाहिँ अब 3rd डिभिजन मार्क्स आयो। त्यही अनुसार हामी काम गर्दै सङ्घर्ष गर्दै व्यवहार पनि थाम्नुपर्ने अवस्था थियो। बिहान बेलुका कृषि गर्नुपर्ने, हलो जोत्नुपर्ने अनि दिउँसोमा गएर जाँच दिनुपर्ने अवस्था थियो। त्यो सबै अवस्थाले अब कमसेकम पास चाहिँ गरियो, एसएलसी पास गरियो। त्यसपछिको यात्रा, एसएलसी पास पछिको यात्रा हामीले चाहिँ यहीँ सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पसमै हामीले आइकम पढ्ने अवसर प्राप्त गऱ्यौँ। आइकममा चाहिँ राम्रै अङ्क प्राप्त गरेँ, राम्रो 2nd डिभिजन प्राप्त गरियो। त्यसपछि आइकम यहाँबाट पास गर्दा गर्दै म त्यतिखेरै 45 सालको कुरा हो, सरकारले चाहिँ प्राइमेरी स्कुलको स्थायी विज्ञापन खोलेको थियो टिचरको, प्राइमेरी टिचरको। त्यतिखेर मैले पनि जाँच दिएको थिएँ। त्यो प्राइमेरी टिचरको जाँच दिएको स्थायी भइहाल्यो 45 सालमा। त्यसपछि 45 सालमा नै म चाहिँ सुर्खेतको पोखरा भन्ज्याङ स्कुलमा चाहिँ 1 वर्ष मैले चाहिँ प्राइभेटको टिचर भएर काम गरेँ। पोखरा भन्ज्याङ हेडमास्टर पनि भएर काम गरेँ। त्यतिखेर चाहिँ हाम्रो तलब पनि 902 रुपियाँ तलब थियो, 30 रुपियाँ हेडमास्टर भत्ता थियो र जम्मा हामीले 932 रुपियाँ तलब पाउने गर्थ्यौँ। र त्यो समयदेखि करिब 45 साल भनेपछि आजभन्दा 35 वर्ष अगाडि, 36 वर्ष अगाडिदेखि आफ्नो यो चाहिँ व्यवसायिक यात्रा सुरु भयो र सँगसँगै 1 वर्ष त्यहाँ पढाइसकेपछि मैले त्यो जागिर राजीनामा गरेर म फेरि ब्याप्तस पढ्न बिबिए पढ्न, त्यतिखेर पनि बिबिए थियो, त्यतिखेर बिबिए नै थियो। त्यो बिबिए चाहिँ नेपाल कमर्स क्याम्पस मिन भवनमा मैले चाहिँ बिबिए पढेँ। 46 सालदेखि 48 सालसम्म बिबिए पढ्यो। बिबिएमा पनि हामी सङ्घर्ष गर्दै त्यतिखेर चाहिँ के चाहिँ काठमाडौँमा चाहिँ अब कम खर्चमै पढ्न सकिन्थ्यो। 1 वर्ष जति जागिर खाएको पैसा अलिअलि मैले बचाएको थिएँ, त्यो पैसाले 1000 रुपियाँ भयो भने 1 महिनाको खर्च पुरै धानिन्थ्यो। 160 रुपियाँ कोठा भाडा तिरेर बाँकी पैसाले चाहिँ 1000 रुपियाँले खर्च पुर्याइन्थ्यो। त्यो खर्च न्यूनतम खर्चमा हामीले बिबिए पास गरियो र बिबिए पनि राम्रै गुड 2nd डिभिजन पास गरेँ मैले चाहिँ। त्यसपछि बिबिए पास गरिसकेपछि 48 सालमा 49 सालमा चाहिँ मास्टर डिग्री MBA पढ्नलाई फेरि म काठमाडौँ गएँ
काठमाडौँको सेन्ट्रल डिपार्टमेन्ट किर्तिपुरमा चाहिँ एमबिए पढ्यो। एमबिए पढ्दै जाँदाखेरि चाहिँ एमबिएको सेकेन्ड सेमिस्टरमा फर्स्ट सेमिस्टर त अलिकति पूर्व तयारी गर्दा त्यति राम्रो मार्क्स आएन। सेकेन्ड सेमिस्टर मैले युनिभर्सिटी टप गरेको त्यतिखेर चाहिँ एमबिएको युनिभर्सिटी टपर हो त्यतिखेर त्यो एमबिए टपर हो सेकेन्ड सेमिस्टरमा चाहिँ। एग्रिगेटमा अरू नै साथी टप गरेको थिएँ तर सेकेन्ड सेमिस्टरमा मेरो टप मार्क्स नै आएको थियो। यो के छ भनेदेखि चाहिँ अध्ययन गर्दै सङ्घर्ष गर्दै गएपछि त्यो खालको वातावरण मिल्दै गएपछि त्यतिखेरको ध्यान पठन पाठमा मात्रै थियो। त्यसले गर्दा अलिकति हौसला पनि बढ्यो होइन। अनि त्यसले गर्दा अलिकति अध्ययनमै धेरै रुचि हुँदाखेरि चाहिँ त्यो मार्क्स ल्याउनै सफल भयो। अनि मास्टर डिग्री पास गर्ने बित्तिकै एमबिए गर्ने बित्तिकै मैले चाहिँ 2052 सालमा मास्टर डिग्री सिद्धिएको हो एमबिए। त्यतिखेरै म चाहिँ यहाँ सुर्खेत आफूले पढेको क्याम्पस सुर्खेत बौमिक क्याम्प वीरेन्द्र बौमिक क्याम्पसमा लेक्चरर का लागि मलाई यहाँ बोलाइएको थियो। म यहाँ आएँ र चाहिँ बौमिक क्याम्पस 2052 सालदेखि बिबिएस मा चाहिँ अध्यापन गर्नु कति वर्ष गर्नुभयो? मैले 2052 सालदेखि 2058 सालसम्म 6 वर्षसम्म मैले चाहिँ लेक्चरर भएर चाहिँ पढाएँ। त्यसपछि फेरि यात्रा काठमाडौँ भयो। त्यसपछि 58 सालमा चाहिँ हामी चाहिँ मेरो पिएचडीको पनि प्रपोजल स्वीकृत भयो त्रिभुवन युनिभर्सिटीमा चाहिँ पोर्टफोलियो म्यानेजमेन्ट इन नेप्लिस क्यापिटल मार्केट भन्ने विषयमा चाहिँ पिएचडीको प्रपोजल दर्ता भयो। अनि त्यो दर्ता भइसकेपछि मैले यहाँ चाहिँ बेतलवे विधामा म स्थायी भइसकेको थिएँ। अनि बेतलवे विधामा चाहिँ म चाहिँ त्रिभुवन युनिभर्सिटीमा चाहिँ गएँ र पिएचडी अध्ययन सुरु भयो। सँगसँगै हामी त्यही समयमै मध्यपश्चिम विश्वविद्यालय स्थापनाको क्रममा थियो। त्यो स्थापनाको क्रममा चाहिँ हामी सङ्घर्ष समिति सुर्खेतमा पनि सङ्घर्ष समिति भूषण महान्दरजीको संयोजकत्वमा थियो। काठमाडौँमा चाहिँ मेरो संयोजकत्वमा चाहिँ सङ्घर्ष समिति थियो जसले चाहिँ केन्द्रमा चाहिँ तत्कालीन के अरे मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण सबै पार्टीका सर्वदलीय पार्टीका सभासदहरूलाई संयोजन गर्ने, त्यसले चाहिँ मन्त्रालयसँग संयोजन गर्ने, प्रधानमन्त्री कार्यालयसँग कोर्डिनेसन गर्ने र सुर्खेतको सङ्घर्ष समितिसँग कोर्डिनेसन गरेर यसले चाहिँ करिब करिब हामीले चाहिँ 8 वर्ष जति सङ्घर्ष गरियो। विश्वविद्यालय स्थापना गर्नलाई त्यो बन्नुभन्दा अगाडिको त्यतिखेर चाहिँ हामीले 8 वर्ष जति चाहिँ विश्वविद्यालय स्थापनाको लागि काठमाडौँ सङ्घर्ष गरियो। विभिन्न 4-5 जना प्राइम मिनिस्टरहरूसँग हामीले डेलिगेसन गिरिजाप्रसाद कोइरालादेखि लिएर अब सुशील कोइरालादेखि लिएर चाहिँ प्रचण्डसम्मको चाहिँ हाम्रो चाहिँ प्राइम मिनिस्टरको अनि माधव कुमार नेपालजीहरू सहितको प्राइम मिनिस्टर कार्यकालमा चाहिँ अन्तिममा आएर प्रचण्डजीको कार्यकालमा चाहिँ हामीले ठुलो सङ्घर्ष र सेक्रिफाइसबाट चाहिँ हामीले सांसद रोस्टम शुद्ध घेरा हालेर विधेयक पास गर्न लगाएर चाहिँ त्यतिखेर चाहिँ सुर्खेत कल्याण समाज थियो, विष्णुबहादुर केसी हुनुहुन्थ्यो। अनि तत्कालीन हाम्रो त्रिविका उपकुलपति केदार भक्त माथिमाजीहरू लगायत हाम्रो चाहिँ धेरै विद्वानहरूले पनि हामीलाई यो विश्वविद्यालय स्थापनामा सहयोग गर्नुभएको थियो। त्यो सङ्घर्षबाट हामीले चाहिँ विश्वविद्यालयको विधेयक पारित गरेर 2067 सालमा चाहिँ सम्भव भयो। प्रधानमन्त्री हुँदाखेरि चाहिँ यहाँ विधेयक पास भयो। कार्यकालमा चाहिँ यहाँ चाहिँ त्यतिखेर हामी 3टा विश्वविद्यालय कृषि विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय 3वटा विधेयक सँगसँगै पास गराउने काममा चाहिँ हामीले चाहिँ अहोरात्र सङ्घर्ष गरियो, सफल पनि भयो। एकदम त्यसले गर्दा आज मध्यपश्चिम विश्वविद्यालय पनि सुर्खेतमा एउटा नयाँ हिसाबले नेपालकै फरक कोर्सहरू सञ्चालन भएर पनि चलिरहेको छ। यो इन्ट्रेस्टिङ कुरा भन्नुभयो अङ्कल, त्यो हामीलाई थाहा भयो। अर्को सँगसँगै अब हजुरको काठमाडौँ युनिभर्सिटीको यात्रा थोरै सर्टमा यसो काठमाडौँ युनिभर्सिटीमा तपाईँको प्रवेश कसरी भयो? त्यहाँ चाहिँ एसिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत त्यसपछि गर्नुभयो? अब यसो भयो, यहाँ विश्वविद्यालय स्थापनाकै क्रममा अब मैले पिएचडी गर्दै थिएँ। पिएचडीको भाइभा सिद्धिने बित्तिकै के एउटा अवसर प्राप्त भयो भने नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड र नेपाल अडिटिङ स्ट्यान्डर्ड बोर्डमा चाहिँ प्रमुख कार्यकारी सचिव को विज्ञापन खुला विज्ञापन भयो। मैले पनि आफूलाई ट्राई गरिहालौँ त पिएचडी भर्खर सिद्धिएको थियो, ट्राई गरौँ भनेर एप्लाई गरेको थिएँ। धेरै चार्टर्ड एकाउन्टेन्टहरू कम्पिटिटर थिएँ अनि खुला विज्ञापनमा उनीहरूले मलाई नै छाने। म चाहिँ 15-20 जनाको कम्पिटिसनमा म सिलेक्ट भएँ र किन मेरो नेपालको क्यापिटल मार्केटमा मेरो पिएचडी पनि थियो, उहाँले मलाई ट्रस्ट गर्नुभयो र चाहिँ 1 वर्ष म चाहिँ 1.5 वर्ष जति कार्यकारी प्रमुख भएर त्यहाँ चाहिँ काम गरेँ नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड अडिटिङ स्ट्यान्डर्ड बोर्डमा। त्यो गर्दाखेरि चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग पनि एउटा चाहिँ एक खालको चाहिँ भेटघाट घुलमिल पनि भयो। अनि त्यतिखेर चाहिँ अब त्यो बोर्डमा कस्तो थियो भनेदेखि बोर्डको संरचना चाहिँ के अरे अर्थ मन्त्रालयका सचिवहरू, महालेखा परिषदको कार्यालयका चाहिँ अब उपमहालेखा परिषदहरू, महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रकहरू, सेक्युरिटी बोर्ड लगायत नेपाल सरकारको उच्च पदस्थ अधिकारीहरू सहितको एउटा त्यो बोर्ड थियो। त्यो बोर्डको म चाहिँ कार्यकारी प्रमुख भएर काम गर्ने मौका पाएँ। त्यतिखेर चाहिँ मैले सम्झिन चाहन्छु अहिले पनि मदन शर्मा
एफसिए चार्टर्ड एकाउन्टेन्ट र परशुराम भण्डारी एफसिए चार्टर्ड एकाउन्ट दुईटा बोर्डका अध्यक्ष हुनुहुन्थ्यो। म कार्यकारी प्रमुख थिएँ। त्यतिखेर नेपालको लेखामान बोर्डले चाहिँ पहिलो लेखामान चाहिँ तर्जुमा गर्यो। त्यो लेखामान तर्जुमा गर्ने अवसर मलाई प्राप्त भयो। लेखामान तर्जुमा भइसकेको थियो, त्यो किताबहरू गइसकेका थिए मार्केटमा। त्यतिखेर काठमाडौँ युनिभर्सिटीमा डिन सुभाष केसी, प्रोफेसर सुभाष केसी हुनुहुन्थ्यो। अनि सुभाष केसी सरले चाहिँ मलाई चाहिँ ल नारायणजी, तपाईँ एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डमा हुनुहुँदैछ, तपाईँको अनुभव विश्वविद्यालयमै साट्नु पऱ्यो भनेर मलाई बोलाउनु भयो। अनि म चाहिँ उहाँले बोलाएअनुसार म चाहिँ काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट ग्वारकोमा चाहिँ केही समय पार्ट टाइम क्लास लिएँ। अनि त्यसपछि अनि मैले यतापट्टि उहाँले चाहिँ फुल टाइम बस्नु पऱ्यो भनेपछि म काठमाडौँ युनिभर्सिटीमा चाहिँ यता एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डको राजीनामा गरेर कार्यकारी प्रमुखको पद राजीनामा गरेर काठमाडौँ युनिभर्सिटीमा म चाहिँ फुल टाइम लेक्चरर भएँ। फुल टाइम लेक्चर त भएँ। अनि त्यसको करिब 1 वर्ष जति फुल टाइम भइसकेपछि कन्ट्र्याक्टमा 1 वर्षपछि स्थायी भ्याकेन्सी खोल्यो। अनि चाहिँ म 2009 सालमा चाहिँ स्थायी एसिस्टेन्ट प्रोफेसर भएर काम गर्न थालेँ। त्यसपछि त्यहाँको एउटा अनुभव पनि राम्रो रह्यो केही तपाईँ होइन। त्यसपछि जस्तो अब हजुर नेप्सेको यात्रा, अब नेप्सेको चेयरम्यान हजुरले कतिसम्म सम्हाल्नु भयो? अब यस त्यो काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टको थोरै मैले चर्चा गर्न चाहन्छु। त्यो एउटा मेरो जीवनको टर्निङ पोइन्ट पनि हो। त्यस टर्निङ पोइन्टको रूपमा आफूले त क्युमा भएको आफ्नो इन्ट्रीलाई लिनुहुन्छ। त्यो क्युमा जो म सहायक एसिस्टेन्ट प्रोफेसर भएर जहाँ मैले पढाउने अवसर प्राप्त गरेँ, मेरो लाइफको टर्निङ पोइन्ट नै हो त्यो चाहिँ। वास्तवमा चाहिँ त्यसले मलाई एउटा कन्फिडेन्सको विकास गराउने कुरा पनि गर्यो होइन, एउटा स्किल डेभलपमेन्ट। अनि त्यहाँ चाहिँ अत्यन्तै इमान्दार प्रोफेसरहरू होइन, जो चाहिँ विद्यार्थीको जीवनप्रति अत्यन्तै सिरियस भएर जो लागिराख्थे, व्यावसायिकताप्रति पनि उनीहरूले चाहिँ अत्यन्तै प्रायोरिटीमा राख्थे होइन। र चाहिँ विद्यार्थी पनि टप क्लास विद्यार्थीहरू हुन्थे त्यहाँ चाहिँ। त्यस्तो युनिभर्सिटीमा मैले चाहिँ करिब 10 वर्ष जति पढाउने अवसर प्राप्त गरेँ। त्यहाँ पठन पाठन गर्दाखेरि चाहिँ एउटा चाहिँ अन्तर्राष्ट्रिय स्तरका चाहिँ सङ्घ संस्थाहरूमा मैले जस्तै इन्डियाका विभिन्न युनिभर्सिटीहरूमा आफ्नो पेपरहरू प्रेजेन्टेसन गरेँ। थाइल्यान्डमा गएर पेपर प्रेजेन्टेसन कन्फरेन्सहरूमा पेपर प्रेजेन्टेसन गरेँ। मैले स्विजरल्यान्डमा गएर चाहिँ त्यहाँ गएर चाहिँ हार्वर्ड र अक्सफोर्डका प्रोफेसरका त्यहाँ युनिभर्सिटीका प्रोफेसरसँगै त्यो प्लेटफर्ममा पनि मैले गएर त्यहाँ चाहिँ सेमिनारमा चाहिँ कन्फरेन्समा वर्ल्ड कन्फरेन्समा पेपर प्रेजेन्टेसन गरेँ। त्यो एउटा आफ्नो एउटा कन्फिडेन्स गर्दै गएपछि सबै कुरा चाहिँ सहज हुँदै जाँदो रहेछ भन्ने खालको चाहिँ फिलिङ चाहिँ मलाई डेभलप हुन गयो। अनि त्यसपछि हजुर नेप्सेको अप्लाई हजुरले त्यसपछि गर्नुभएको थियो? अनि म त्यही काठमाडौँ युनिभर्सिटीमै बस्दा अब त्यतिखेर चाहिँ अब गभर्मेन्टले चाहिँ त्यहाँ नेप्सेको चेयरम्यान खाली थियो। चेयरम्यान भर्खर खाली भएको थियो। म स्टक के अरे नेपालको क्यापिटल मार्केटमा पिएचडी गरेको थिएँ। मैले ट्राई गरेँ, मैले हेरौँ त कस्तो हुँदैछ मैले एक्सपेरिमेन्ट गरेँ। मैले एप्लिकेसन दिन्छु नेपाल सरकारलाई। अब नेपाल सरकारले कतिको पारदर्शी काम गर्नेछ भनेर मैले चाहिँ मेरो किताब पनि लेखाएको थिएँ मैले क्यापिटल मार्केटको विषयमा। मेरो पिएचडी पनि त्यसैमा थियो। म एउटा नेपालको टप युनिभर्सिटीमा काम पनि एसिस्टेन्ट प्रोफेसर काम पनि गरेको थिएँ। अनि मैले सबै कुरा राखेर मैले एप्लिकेसन दिएँ। आई वान्ट टु एप्लाई फर दिस भ्याकेन्ट पोजिसन अफ चेयरम्यान अफ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, वुड यु प्लिज ग्रान्ट मी द अपर्च्युनिटी भनेर मैले एप्लाई गरेँ। त्यहाँ चाहिँ अब मैले एप्लिकेसन दिएर त्यहाँ छोडेको थिएँ। म काठमाडौँ युनिभर्सिटीको विद्यार्थी लिएर म गोवातिर गएको थिएँ। त्यही बेलामा ठ्याक्क मलाई अर्थ मन्त्रालयबाट फोन आयो। गोवा भएकै बेलामा चाहिँ ल नारायण सर, तपाईँलाई चाहिँ त बधाई छ, तपाईँ त नेपाल सरकारले तपाईँलाई चाहिँ स्टक एक्सचेन्जको चेयरम्यान नियुक्ति गरेको छ भनेर मलाई बधाई आयो। मैले 81 कल्पना नगरेको कुरा कसैले रेकमेन्ड गरेको थिएन। मैले जस्ट के गरेको थिएँ भने एप्लिकेसन दिएको थिएँ, किताब राखेको थिएँ, मेरो पिएचडीको बायोग्राफी थियो र युनिभर्सिटीको मेरो चाहिँ एउटा कम्पिटेन्सी थियो। 3टा कुरालाई राखेर मैले दिएको थिएँ। त्यसको आधारमा तत्कालीन अब अर्थमन्त्री डाक्टर बाबुराम भट्टराई हुनुहुन्थ्यो। उहाँले चाहिँ फेयर सेलेक्सन चाहिँ गर्नुभएको मैले चाहिँ अनुभव गर्न चाहन्छु। त्यतिखेर चाहिँ हजुरले कति समय कार्यकाल बिताउनु भयो? मैले चाहिँ त्यहाँ करिब 1 वर्ष काम गरेँ। त्यो अब नेपाल स्टक एक्सचेन्ज बोर्ड एक्सचेन्ज लिमिटेड भनेको नेपाल सरकारको अब संस्था हो। यसमा चाहिँ अब नेपाल सरकार, राष्ट्र ब्याङ्कका प्रतिनिधिहरू, राष्ट्र ब्याङ्कका एक्जिक्युटिभ डाइरेक्टरहरू, अर्थ मन्त्रालयका अब सचिव सहसचिवहरू र विभिन्न सेक्टरका चाहिँ प्राइभेट सेक्टरका चाहिँ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू लगायतको त्यहाँ बोर्ड हुन्थ्यो। त्यो बोर्डको म चेयरम्यान भएर काम गर्ने अवसर प्राप्त हो। सँगसँगै म त्यतिखेर त्यो बोर्डमा चाहिँ यो डिम्याट सिस्टमका लागि चाहिँ यो चाहिँ यो के अरे सिडिएस सिस्टम को सुरुवात कन्सेप्चुअलाइजेसन गर्ने मलाई अवसर पनि प्राप्त भयो। त्यो सुरुवात चाहिँ तपाईँको कार्यकालमा तपाईँको नेतृत्वमा भयो? त्यतिखेर मैले एउटा टिम लिएर अर्थ मन्त्रालयका सचिव सहसचिवहरूसहित टिम लिएर मैले चाहिँ एक्चुअली इन्डियाको सेक्युरिटी बोर्ड अफ इन्डिया भिजिट गर्ने अवसर पाएँ।
अनि त्यो भिजिटमा मैले चाहिँ त्यहाँ गएर प्रस्ताव राखेँ। इन्डियाको सेक्युरिटी बोर्ड अफ इन्डिया सेबीले चाहिँ हुन्छ हामी तपाईँलाई त्यो के अरे सिडिएस स्थापना र डिम्याट गर्नका लागि चाहिँ हामी तपाईँलाई सहयोग गर्छौँ भन्ने खालको कुरा गरिसकेपछि त्यो कन्सेप्ट लिएर आएर यहाँ ल्याएर सेयर गरिसकेपछि यहाँका विभिन्न के अरे ब्याङ्कहरू लिएर सेक्युरिटी बोर्डले पनि त्यसलाई अगाडि बढाउनुपर्छ भनिसकेपछि त्यतिखेर कन्सेप्चुअलाइजेसन गरेर अगाडि बढाएको चाहिँ मलाई चाहिँ गर्वको अनुभूति भएको छ। जस जहाँ जुन संस्थामा हजुर जानु भएको छ त्यहाँ केही सम्झनालायक कामहरू त हजुरले गर्नु भएको छ। त्यो हामीले यहाँ युनिभर्सिटीमा हेर्दाखेरि रहेको स्टुडेन्टहरूको कुरा सुन्दाखेरि पनि फिल गर्छौँ कि यहाँ कति मान्छेहरू आए, बढी राजनीतिक रूपमा आए अनि राजनीतिक रूपमा काम गरे, तर नारायण पौडेल जसरी आउनुभयो यहाँ रजिस्ट्रार भएर उहाँले आफ्नो हिसाबले यो राजनीतिले एकदम गजलिएको ठाउँमा फेयर भएर काम गर्ने प्रयास चाहिँ गर्नुभएको थियो भन्छन् कि अरूहरूसँग कुरा गर्दाखेरि पनि। अब हजुरलाई थोरै सोध्नु चाहिँ अब मिड वेस्टर्न युनिभर्सिटी सुरुवात गर्दा जसरी सङ्घर्ष गर्नुभयो, दोस्रो कार्यकालमा रजिस्ट्रारकै रूपमा चाहिँ यहाँ आएर हजुरले सम्हाल्नुभयो नेतृत्व विश्वविद्यालयको रजिस्ट्रार भएर होइन। अब यहाँ सम्हाल्दाखेरि जहिले अलिक सर्टकटमा थोरै यहाँ हजुर बारे थोरै भनिदिनुहोस्, यहाँ नेतृत्व सम्हाल्न कसरी आइपुग्नु? अब यसो म सुरुमै नेतृत्व सम्हाल्न रजिस्ट्रार भएर आएको होइन। यहाँ चाहिँ म यसो प्रश्न पार्न चाहन्छु। म चाहिँ विश्वविद्यालय स्थापनाको अभियानमा 10 वर्ष सङ्घर्ष गरेको कुरा सबैलाई जगजाहेरै थियो। मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन आदरणीय उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइराला सरले चाहिँ म काठमाडौँ युनिभर्सिटीमै थिएँ अनि उहाँले चाहिँ म सुर्खेत कल्याण समाजमा उहाँसँग समयवश भेट भयो। त्यहाँ हाम्रो विष्णुबहादुर केसी हुनुहुन्थ्यो, तत्कालीन महालेखा परीक्षक हुनुहुन्थ्यो, सुर्खेत कल्याण समाजको अध्यक्ष। अनि उहाँसहितको मिटिङ थियो त्यहाँ चाहिँ, उहाँ पनि आउनुभएको समयवश आउनुभएको थियो। अनि त्यतिखेर चाहिँ उपेन्द्र सरले मलाई चाहिँ ल नारायणजी तपाईँ यहाँ विश्वविद्यालय स्थापनाको लागि तपाईँले योगदान गर्नुभएको रहेछ, तपाईँ सुर्खेतमा गएर चाहिँ मुसुम बिबिए एमबिए प्रोग्राम चाहिँ त्यसलाई चाहिँ स्थापना गरिदिनु पऱ्यो, त्यसलाई बोली बनाइदिनु पऱ्यो भनेर उहाँले प्रस्ताव राख्नुभयो। त्यसपछि अनि हाम्रो विष्णु केसी सरले पनि उहाँले चाहिँ अब ल नारायण भाइ तपाईँले यो त विश्वविद्यालय स्थापनाको लागि भने योगदान गर्नुभयो, तपाईँ अब चाहिँ त्यहीँ गएर काम चाहिँ गर्नुपर्छ, हामीलाई पनि तपाईँलाई चाहिँ अब त्यो सिफारिस गर्छु भनेर उहाँले भन्नुभयो। मैले दायाँ बायाँ केही सोचिनँ, मैले काठमाडौँ युनिभर्सिटी त्यतिखेर स्थायी जागिरबाट चाहिँ मैले एउटा चाहिँ एप्लिकेसन दिएर काजमा म 4 वर्ष काजमा आएँ। यहाँ चाहिँ यहाँको मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषदले मलाई चाहिँ स्कुल अफ म्यानेजमेन्ट मुसुम को प्रोग्राम डाइरेक्टरको रूपमा चाहिँ नियुक्ति गर्यो, 4 वर्षको लागि नियुक्ति गर्यो। त्यतिखेर चाहिँ त्यो स्कुलमा चाहिँ बिल्डिङ पनि पहिले त एकै ठाउँमा थियो, बिबिएस र बिबिए प्रोग्राम एकै ठाउँमा थियो। त्यो प्रोग्रामलाई चाहिँ छुट्टै प्रोग्रामको रूपमा एउटा छुट्टै आइडेन्टिटीको रूपमा चाहिँ ल्याएर चाहिँ भाडाको घरमा, एक तलाको घरमा जहाँ बस्ने कुर्सी पनि थिएनन्, बस्ने बेन्च पनि थिएनन्, त्यो ठाउँमा चाहिँ आएर चाहिँ सुरु गर्ने अवसर चाहिँ मलाई प्राप्त भयो। त्यसको लागि कार्यक्रम निर्देशकको जिम्मेवारी दिनुभयो, नियुक्ति गर्यो मध्यपश्चिम विश्वविद्यालयले। र मैले चाहिँ 2 वर्ष त्यो बिबिए एमबिए प्रोग्रामको नेतृत्व गरेँ। त्यसपछि फेरि उपेन्द्र सरले मलाई भन्नुभयो नारायणजी तपाईँको अनुभव छ, तपाईँ पिएचडी पनि गरेको मान्छे, यहाँ चाहिँ मिड वेस्ट युनिभर्सिटी एमफिलले पिएचडी प्रोग्राम पनि सुरु गर्नु पऱ्यो भनेर भन्नुभयो, सकिन्छ भनेर भन्नुभयो। पिएचडी प्रोग्राम पनि तपाईँहरूकै नेतृत्वमा सुरु भयो भन्नुभयो। त्यसपछि मैले भने हुन्छ सर सकिन्छ नि, म प्रयास गर्छु भनेर भने। अनि त्यसपछि मैले विश्वविद्यालयले मलाई चाहिँ एमफिलले पिएचडी प्रोग्रामको डाइरेक्टर पनि को नियुक्ति दियो। नियुक्ति दिइसकेपछि मैले बिबिए एमबिए एमफिल पिएचडी प्रोग्रामको डाइरेक्टर भएर चाहिँ काम गर्ने क्रममा एमफिलले पिएचडी प्रोग्राम मेरो चाहिँ काठमाडौँ युनिभर्सिटी र त्रिभुवन युनिभर्सिटीका प्राध्यापकहरूको नेटवर्किङसँगको नेटवर्किङ सम्बन्धका कारणले चाहिँ उहाँका सरहरूलाई लिएर आएर प्राध्यापकहरू लिएर आएर चाहिँ मध्यपश्चिम विश्वविद्यालयमा चाहिँ एमफिल पिएचडी प्रोग्राम पनि यहाँ संस्थागत गरियो होइन। अहिलेसम्म करिब 50जनाभन्दा बढी एमफिल ग्रेजुएट भइसकेका छन् र चाहिँ 1जना पिएचडी पास भइसक्नु भएको छ, बाँकी 15-20जना पिएचडीहरू अहिले पाइपलाइनमा छन्। र मैले त्यसै 4 वर्ष त्यो चाहिँ एमफिल पिएचडी प्रोग्राम र बिबी एमबी प्रोग्राम डाइरेक्टर काम गरेँ। र त्यही गर्ने क्रममा मध्यपश्चिम विश्वविद्यालयमा रजिस्ट्रारको खुला विज्ञापन भयो। अनि मलाई त्यति एप्लाई गर्ने इच्छा त थिएन, तर तत्कालीन पदाधिकारीज्यूहरूले चाहिँ होइन तपाईँ काम गरेको अनुभव भएको मान्छेले पनि एप्लाई गर्नुपर्छ भनेर मलाई इन्सिस्ट पनि जोड पनि गर्नुभयो, प्रेरणा पनि दिनुभयो। अनि मैले पनि हेरौँ त के हुँदो रहेछ, आफ्नो चाहिँ कम्पिटेन्स क्यान्डिडेट रहेछ भनेर मैले खुला विज्ञापन एप्लाई गरेँ। त्यसै 19जनाको एप्लिकेसन थियो, 19जनाको खुला विज्ञापनमा मैले चाहिँ 1 नम्बरमा नाम निस्क्यो। त्यतिखेरको चाहिँ छनौट समिति चाहिँ काठमाडौँ विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माको संयोजकत्वमा सेलेक्सन कमिटी थियो। त्यो कमिटीले चाहिँ मलाई 1 नम्बरमा सिफारिस गर्यो र तत्कालीन उपकुलपतिले त्यो कमिटीको सिफारिस मार्फत नेपाल सरकारलाई चाहिँ सिफारिस गरेर मेरो रजिस्ट्रारमा नियुक्ति चाहिँ भयो। अनि चाहिँ म चाहिँ 2077-78 सालमा चाहिँ
रजिस्ट्रारको रूपमा मध्यप्रदेश विश्वविद्यालयमा चाहिँ त्यो जिम्मेवारी सम्हाल्न आइपुग्यो। केही त्यहाँ आइसकेपछिको केही सिस्टमेटिक चेन्जेस एउटा दुईवटा जुन तपाईँ आइसकेपछि जुन तपाईँले पहल गर्नुभयो नि त्यो कुराहरूको बारेमा पनि अलिकति भनिदिनुहोस् न। जस्तो युनिभर्सिटीको अगाडिको के थियो होइन, सम्हाल्दै गर्दाखेरिको च्यालेन्जेस त भइ नै हाल्यो होइन, एकदम राजनीति त बढी छ, त्यसमा पनि सिस्टमेटिक रूपमा तपाईँले के एक दुईवटा चेन्जेस ल्याउनु पहल गर्नुभएको केही त्यहाँ केही चिज कुराहरू चाहिँ के थियो? अवश्य नै थियो। त्यहाँ चाहिँ विश्वविद्यालयमा चाहिँ अब विश्वविद्यालय चल्दा नीति नियमअनुसार यसको ऐनअनुसार चलिरहेकै थियो, नियमहरू पनि थिए, तर त्यहाँ अधिकांश कार्यविधिहरू थिएनन्। त्यतिखेर चाहिँ हामीले चाहिँ करिब करिब 25-26वटा कार्यविधि चाहिँ विश्वविद्यालय सञ्चालनका कार्यविधिहरू तर्जुमा गऱ्यौँ। महत्त्वपूर्ण एउटा चाहिँ उपलब्धि त्यो हो। र विश्वविद्यालय अब करिब अब भन 8 वर्ष जति टहरामा सञ्चालनमा थियो। विभिन्न कार्यक्रमहरू सबै विश्वविद्यालय केन्द्रीय कार्यालय पनि टहरामा थियो। विश्वविद्यालयका अधिकांश इन्जिनियरिङ कार्यक्रमदेखि लिएर व्यवस्थापन कार्यक्रमदेखि लिएर अब सारा कार्यक्रमहरू हामीले टहरामा र भाडा घरहरू सञ्चालन गरेका थियौँ। र कतिपय भवनहरू चाहिँ तत्कालीन पदाधिकारीहरूले सुरु गर्नुभएको थियो, जगहरू हालिएका थिए। अब निर्माणको सुरुवात ती हामीले हाम्रो कार्यकालमा सम्पूर्ण ती भवन निर्माण प्रक्रिया भएका भवनहरूलाई निर्माण सम्पन्न गरियो। र त्यही कार्यकालमा चाहिँ हामीले अरू थप चाहिँ 60 करोडभन्दा बढीका थप पूर्वाधारहरू, 4वटा नयाँ भवन र प्रखाट लगायतका विभिन्न पूर्वाधारहरूलाई पनि सुरुवात गरियो। र अहिले करिब विश्वविद्यालयमा 100 करोडभन्दा बढीका पूर्वाधारहरू निर्माण भए, हाम्रै कार्यकाल निर्माण भए। र अहिलेका पदाधिकारीज्यूहरूले त्यसलाई चाहिँ सफलतापूर्वक अब सम्पन्न गर्ने क्रममा हुनुहुन्छ। र सँगसँगै विश्वविद्यालयको गुणस्तर सुधार गर्ने कुरामा चाहिँ विभिन्न खालका तालिमका कुराहरूदेखि लिएर पर्याप्त रूपमा तालिम सञ्चालन गर्ने कुरादेखि लिएर चाहिँ बाहिरको युनिभर्सिटी पनि जोड्ने कार्यमा पनि लाग्नुभयो होइन। भिजिटिङ प्रोफेसर पनि हुन्छ चण्डीगढ युनिभर्सिटीमा पनि होइन, चण्डीगढ युनिभर्सिटीमा पनि कोल्याब भयो यो विडोस्टी युनिभर्सिटीको होइन। भिजिटिङ प्रोफेसरको रूपमा त म चाहिँ रजिस्ट्रारको पद सिधिएपछि उसले मलाई चाहिँ पछि को कुरा थियो, म पछि नेक्स्ट उसमा कुरा गरौँला। त्यतिखेर चाहिँ विश्वविद्यालयका एमयुहरू भएका थिए, विश्वविद्यालय के अरे विदेशी विश्वविद्यालयहरूसँग त्यो एमयु गर्ने क्रममा विश्वविद्यालयका उपकुलपतिज्यूहरू जानुभएको थियो। म त विश्वविद्यालयको रजिस्ट्रारको कार्यकालमा म कुनै पनि विदेश भ्रमणमा गइनँ। र मैले चाहिँ आफ्नो चाहिँ प्रोफेसनल इन्टिग्रिटी मा रहेर विश्वविद्यालयको आर्थिक अवसरण नहोस् भनेर मैले चिया पनि खाइनँ, खाजा पनि खाइनँ। मैले 97% मेरो समयहरू मैले त्यहाँ गाई पनि प्रयोग गरिनँ। र चाहिँ यसरी चाहिँ एउटा ट्रान्सपेरेन्ट तरिकाले चाहिँ एउटा चाहिँ रजिस्ट्रार भइसकेपछि सबैको अभिभावक पनि हो, गार्जियन पनि हो, त्यसको म्यानेजर पनि हो। र त्यसले चाहिँ लेसन पनि दिनुपर्छ भनेर चाहिँ मैले उच्चतम एउटा चाहिँ नैतिक अनुशासन, आर्थिक अनुशासन बसेर चाहिँ काम गर्ने एउटा चाहिँ त्यो बेन्च मार्क चाहिँ खडा गर्ने मलाई अवसर प्राप्त भयो। त्यसले गर्दा विश्वविद्यालयमा कुनै पनि किसिमका आर्थिक अप्सनहरू हुन पाएनन्। विश्वविद्यालय सुशासनको दिशामा मार्ग यसले चाहिँ समाज हेरेको पनि मलाई गर्व अनुभव भइरहेको छ। राम्रो, त्यो कारणले पनि एउटा कति पनि लिइरहेको हामीले पाउँछौँ। र अहिले पनि हजुर प्रोफेसरको रूपमा पिएचडीको क्लासेसहरू पनि लिइराख्नु भएको छ होइन। र अब अहिले अब हजुरलाई मैले के चाहिँ सोध्न चाहेँ भनेपछि हजुरको विगत सम्झिँदै यो आएको यात्राहरू चाहिँ भयो होइन। जस्तो अब सक्सेस त एउटा मान्छेको हुन्छ, सक्सेससँगै फेलियर जोडिएको हुन्छ। फेलियरको दोस्रो नामै सक्सेस हो पनि अथवा दोस्रो स्टेप नै सक्सेस हो पनि भन्छन् नि। त अहिले आएर हजुरले सम्झिँदाखेरि हजुर एउटा आफ्नो क्षेत्रमा पाउनुभएको सक्सेसलाई हेर्दाखेरि तपाईँको लाइफको कुन चाहिँ कुराको फेलियरले चाहिँ तपाईँलाई स्ट्रङ बनाएको फिल हुन्छ? सक्सेसले त छँदैछ, फेलियरको पार्ट पनि त जोडिएको छ नि त। त्यसमा के कुराले चाहिँ तपाईँलाई अझ स्ट्रङ बनायो, हुन्छ नि आफ्नो निरन्तरता दिनलाई, कन्सिस्टेन्सी दिनलाई होइन? त्यो फेलियरको कुरालाई चाहिँ कसरी सम्झाउनुहुन्छ? अब फेलियर भनेर म खासै मैले धेरै त्यहाँ ठुल्ठुलो बिजनेसहरू पनि मैले सुरु गरेको थिइनँ। म बिजनेस फेलियरको कुरा पनि मलाई त्यो अनुभव छैन। अब फेल्युर एक्ज्याक्टली भन्दाखेरि त्यो सम्झिने लायक ठुलो त्यस्तो खालको फेल्युर त मसँग छैन। तर चाहिँ अब काम गर्दै जाँदा कहीँ न कहीँ अब्स्ट्याकलहरू आउँछन्। अब्स्ट्याकलहरू यो सामना गर्न नसकेका अवस्थाहरू छन्। जस्तै अब म चाहिँ एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड र अडिटिङ स्ट्यान्डर्ड बोर्डमा 81 मैले चाहिँ ठुलो पद होइन को मैले जिम्मेवारी पाएँ। त्यहाँ अत्यन्तै विशिष्ट के अरे प्रोफेसनल मान्छेसँग काम गर्नुपर्ने अवस्था आयो। मसँग त्यो लेभल कम्पिटेन्सी थिएन, तर ठुलो लेभलको डेलिभरी मैले गर्नुपर्ने अवस्था थियो। हाई लेभलका चार्टर्ड एकाउन्टेन्टसँग काम गर्नुपर्ने अवस्था थियो। मलाई त्यतिखेर अलिकति ग्लानी महसुस चाहिँ भयो, किनभने मैले ठुलो खालको चाहिँ मेहनत गर्नुपर्ने त्यतिखेर आइलाग्यो। र मलाई चाहिँ त्यो पद सम्हाल्नै गाह्रो अवस्था थियो। सुरुमा मैले निकै सङ्घर्ष गर्दै आफूले लेसन लर्न गर्दै त्यसलाई चाहिँ मैले सम्हाल्ने चाहिँ अब सम्हालेँ। र त्यसले कन्फिडेन्स चाहिँ मलाई चाहिँ प्राप्त भयो। त्यो सेक्टरमा त्यहाँ भयो
अर्कोतिर काठमाडौँ युनिभर्सिटीकै कुरा गर्दाखेरि पनि काठमाडौँ युनिभर्सिटी अत्यन्तै चाहिँ हाई क्लासको एकाडेमिक एक्सर्साइज भन्ने युनिभर्सिटी हो। त्यहाँ पनि मेरो अलिकति त्यो लेभलको एक्सपर्टिज पुगिसकेको थिएन। मैले त्यहाँ पनि त्यहाँका एमबिएका क्लासहरू एमफिलका क्लासहरूमा मैले अध्यापन गर्दाखेरि चाहिँ मैले सुरुका वर्षमा मलाई गाह्रै अनुभव भयो। विद्यार्थीहरूले मलाई चाहिँ ठिकै सर भनेर उनीहरूले टोलरेट पनि गरे होइन, मलाई चाहिँ साथ पनि दिए। मेरो ल्याङ्ग्वेज अब म त सुर्खेतमा बसेर अब ल्याङ्ग्वेज हाम्रो राम्रो थिएन, तथापि मैले रात दिन ल्याङ्ग्वेजमा पनि इम्प्रुभमेन्ट गरेँ। त्यसले गर्दा चाहिँ स्किल डेभलपमेन्ट हुँदै गयो, एउटा कन्फिडेन्स डेभलपमेन्ट हुँदै गयो। अनि त्यसपछि एउटा कन्फिडेन्टली आफूले चाहेका कुराहरू गर्न सकिने, डेलिभरी गर्न सकिने कुराहरू आयो, एउटा त्यो पनि रह्यो। र अर्कोतिर चाहिँ नेप्सेमा काम गर्दाखेरि पनि त्यहाँ पनि कस्तो अवस्था भयो भनेदेखि चाहिँ नेप्सेको चेयरम्यान भएर काम गर्दाखेरि चाहिँ त्यहाँका चाहिँ पदाधिकारीहरू विशेष गरेर त्यहाँको कार्यकारी प्रमुख मैले आरोप त लगाउनु खोजेको होइन, अब अलिकति चाहिँ पर्सनल बेनिफिटको कुराहरू होइन, संस्थागत बेनिफिट भन्दा पनि अब त्यो कुरा अब लाई प्रायोरिटी दिएको मैले फिलिङ गरेँ। र चाहिँ म त्यस्तो कुरामा चाहिँ म त्यहाँका सुविधा हुँदाहुँदै पनि म आफ्नै मोटरसाइकलमा यात्रा गर्थेँ होइन। मैले चाहिँ र सङ्घर्ष गरेर त्यहाँको चाहिँ पद पनि सम्हालेँ र अन्तिममा चाहिँ मैले चाहिँ त्यहाँ व्यावसायिकतालाई चाहिँ भएन गति प्रदान गर्न नसकेको आफूलाई फिलिङ भयो। मैले 1 वर्षपछि मैले चाहिँ त्यो पत्रकार समितिको राजीनामा गरेँ, उनीहरूसँग इन्ट्रेस्ट नमिल्दाखेरि चाहिँ। ठिक छ, भनेपछि त्यो यात्रा भयो। जस्तो अब आज हजुर एउटा फाइनेन्सियल धेरै ठाउँमा विज्ञको रूपमा काम गरिसक्नु भएको हुनाले मैले चाहिँ युथ सोध्न चाहेँ, जस्तो भर्खर नयाँ युथहरूलाई होइन, र फाइनेन्सियली लिट्रेसीको बारेमा के सल्लाह सुझाव दिन चाहनुहुन्छ र हरेक इन्डिभिजुअलमा हुनुपर्ने फाइनेन्सियली लिट्रेसीले राष्ट्रकोलाई हुन्छ नि फाइनेन्सियल रूपमा अगाडि बढाउन के खालको मद्दत पुर्याउन सक्छ होला? लाइक इन्डिभिजुअल चाहिँ उसको लागि सजेसन दिन चाहनुहुन्छ? अब यस्तो यो फाइनेन्सियल लिट्रेसी, फाइनेन्सियल नलेज सबैमा हुन आवश्यक छ, किनभने फाइनेन्स भनेको जीवन सञ्चालनको मुख्य आधार हो। सबै कुरा त होइन फाइनेन्स चाहिँ, तर प्रमुख आधार चाहिँ हो। त्यसका लागि चाहिँ अब सुरुदेखि हाम्रो क्लियर भिजनमा क्लियर हुन आवश्यक छ। अब हाम्रो लगानी कसरी गर्ने, सबैसँग लगानी गर्ने ठुलो रकम पनि हुँदैन होइन। त्यसको लागि जे उपलब्ध छ बचत गर्ने कुरा, कम खर्च गर्ने बानी बसाल्नुपर्छ। मेरो अनुभव यही नै छ, आफ्नो आवश्यकता सीमित गर्ने र खर्च कम गर्ने। यदि आम्दानी स्रोत कम छ भने खर्च कम गर्ने र भएको बचतलाई चाहिँ लगानी गर्ने, त्यो खालको चाहिँ बानी चाहिँ सबै युवाहरूले गर्नुपर्छ। र त्यो बचतले 10 वर्ष पहिला गरेको बचतले 10 वर्षपछि, 15 वर्षपछि, 20 वर्षपछि अकल्पनीय रिवार्ड चाहिँ दिन्छ। त्यसका लागि चाहिँ बेलैमा सानो कुरामा जस्तै सेयरहरूमा लगानी गर्ने, साना अब भनौँ बिजनेसहरूमा लगानी गर्ने, स्टार्टअपहरूमा लगानी गर्ने, अथवा कुनै जग्गा जमिनमा लगानी गर्ने होइन। थोरै रकमबाट पनि तपाईँको गाउँका जग्गा जमिनमा लगानी गऱ्यो भने त्यसले पनि लङ टर्ममा त्यसले चाहिँ ठुलो मल्टिपल रिवार्ड दिन सक्छ। र त्यसको लागि चाहिँ फाइनेन्सियल लिट्रेसी आवश्यक छ र पोर्टफोलियो आफ्नो तर्जुमा गरेर आफूलाई सेक्योर गर्न चाहिँ आवश्यक छ। त्यो सेक्योर गर्न सकेन भनेदेखि चाहिँ कतिले रोजगारी पाउलान्, कतिले रोजगारी नपाउलान् होइन। रोजगारी नपाएको अवस्थामा पनि त्यो आफ्नो पोर्टफोलियो, आफ्नो फाइनेन्सियल लिट्रेसीले चाहिँ क्लियर भिजनले जीवन निर्वाह चाहिँ गर्न सहज चाहिँ बनाउँछ। त्यस कारण फाइनेन्सियल नलेज चाहिँ सबैलाई आवश्यक छ। ओके, अनि एज अ सेल्फ होइन, एज अ व्यक्तित्व, एज अ सेल्फ नारायण पौडेल चाहिँ के हो भन्ने लाग्छ तपाईँ आफूलाई चाहिँ? कि आफ्नो बारेमा भन्नुपर्दाखेरि चाहिँ हुन्छ नि आफू के हो भन्ने लाग्छ सेल्फ? अब म वास्तवमा एउटा चाहिँ मानिस हुँ, सामान्य मानिस हुँ। अब विभिन्न खालका पदहरूको अनुभूति गर्ने अवसर मिल्यो, तर म त्यो पद चाहिँ होइन। कुनै समयमा म प्राइभेटको टिचर भएँ होइन, म त्यो प्राइभेटको हेडमास्टर पनि होइन, वास्तवमा म मानिस नै थिएँ त्यतिखेर पनि। त्यसपछि म चाहिँ काठमाडौँ युनिभर्सिटीमा के अरे एसिस्टेन्ट प्रोफेसर भएँ। म नारायण पौडेलै थिएँ, म त्यो एसिस्टेन्ट प्रोफेसर थिइनँ, त्यो त रोल भूमिका मात्रै थियो। म एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डमा कार्यकारी प्रमुख भएर चाहिँ पनि काम गरेँ। त्यतिखेर पनि म चाहिँ वास्तवमा चाहिँ नारायण पौडेलै थिएँ, व्यक्ति नै थिएँ, म त्यो पद थिइनँ। अब यतापट्टि आएर चाहिँ रजिस्ट्रारको रूपमा काम गर्दाखेरि पनि म चाहिँ वास्तवमा चाहिँ त्यो पदीय जिम्मेवारी थियो, म त्यो थिइनँ। त्यस कारण चाहिँ म एकजना साधारण मानिस हुँ र साधारण मानिसको रूपमा चाहिँ अब जीविकोपार्जन गर्दाखेरि चाहिँ अत्यन्तै आनन्दको अनुभूति हुन्छ। र आवश्यकताहरू पनि सीमित छन्, धेरै आवश्यकताहरू छैनन्। सीमित आवश्यकतामा चाहिँ
र लाइफलाई सरल कसरी बनाउन सकिन्छ। लिमिटेड रिसोर्सबाट चाहिँ जीवनमा उच्चतम शान्ति उच्चतम आनन्द प्राप्त गर्ने दिशामा चाहिँ म लागिरहेको एउटा चाहिँ प्राकृतिक मानव हो भन्ने कुरा म गर्न चाहन्छु। होइन हजुरको त सादाकी जीवनबाट पनि त्यो कुराहरू त हामीलाई पनि अवगत नै छ होइन, त्यो पनि हजुरको जीवन सादाकी नै छ होइन, सबैले पनि भन्छन्। र अर्को कुरा अब सक्सेसलाई डिफाइन गर्दा अन्त्यमा एउटा यो क्वेसन हजुरलाई सोध्न चाहे, तपाईँको लागि ट्रुली सक्सेस भनेको चाहिँ के हो होइन, लाइक मटेरियलिस्टिक थिङ सक्सेस हो कि अथवा इनर थिङ अथवा इनर पिस म्याटर हो कि अथवा दुवै कुराको सन्तुलन हो कि होइन, लाइक ट्रु सक्सेस चाहिँ के हो भन्ने बुझ्नुहुन्छ तपाईँले आफ्नो एक्सपिरियन्सबाट हेर्दाखेरि र युथलाई पनि भन्नुपर्दाखेरि चाहिँ कसरी डिफाइन गर्नु। अब सक्सेसकै डिफाइन गर्दाखेरि मैले अङ्ग्रेजीमा एउटा वर्ड भन्न चाहन्छु, सक्सेस इज अ प्रोग्रेसिभ रियलाइजेसन अफ वर्दी आइडियाज, मिनिङफुल आइडियाज। नेपालीमा यसलाई रूपान्तर गर्दाखेरि चाहिँ महत्त्वपूर्ण मूल्यवान अब के अरे लक्ष्यहरू प्राप्त गर्ने कुरा नै सफलता हो। जीवनमा मूल्यवान लक्ष्यहरू, त्यसको लागि के हुनु पऱ्यो भनेदेखि लक्ष्य क्लियर हुनु पऱ्यो। मैले के लक्ष्य निर्धारण गर्ने, लक्ष्य त कोही खेलाडी हुन्छन्, खेलाडी हुने लक्ष्य हुन्छ, कोही विद्यार्थी भएर अध्ययन गरिरहेको त्यो विद्यार्थीको लक्ष्य छ, कोही शिक्षक पनि लक्ष्य राख्छन्, शिक्षक भएर गर्छन्, कोही यतापट्टि राजनीतिज्ञ हुन्छन्, राजनीतिज्ञको लक्ष्य छ, कोही व्यवसायी हुन्छन्, व्यावसायिक उद्यमी भएर चाहिँ आफ्नो चाहिँ त्यो काम गरिरहेका हुन्छन्, कोही साइन्टिस्ट भएर काम गरिरहेका हुन्छन्, कोही आइटी सेक्टरमा लगाएर आफ्नो चाहिँ के अरे अब काम गरिरहेका हुन्छन्, कोही पत्रकारिता काम गरिरहेका हुन्छन्। त्यस कारण आफ्नो होइन लक्ष्य के हो पहिला लक्ष्य निर्धारण गर्नुपर्छ। कसैलाई चाहिँ जङ्गलमा घुमेर आनन्द प्राप्त हुन्छ, कसैलाई चाहिँ खेलाडीमा चाहिँ जस्तै अहिले सन्दीप लामिछाने लगायतका चाहिँ हाम्रो नेपाली टोलीलाई चाहिँ अब क्रिकेटमा चाहिँ अब यो के अरे गोल हानेर चाहिँ आनन्द प्राप्त भइरहेछ होइन। बिजनेस पर्सनलाई चाहिँ बिलियन रुपिज अरबौँ पैसा कमाएर त्यहाँ आनन्द प्राप्त हुन्छ। शिक्षकलाई राम्रोसँग विद्यार्थीलाई पढाएर राम्रो शिक्षा दिएर र आफूले पढाएका विद्यार्थीले राम्रो उत्कृष्टता हासिल गरेर त्यहाँ आनन्द प्राप्त हुन्छ भनेदेखि चाहिँ त्यसै गरी एउटा चाहिँ खेलाडीलाई खेल सम्पन्न गर्दा जति मेहनत गर्नुपर्छ होइन, र एउटा टिचरलाई राम्रो डेलिभरी गर्नलाई जति मेहनत गर्नुपर्छ त्यो मेहनत एकै दिनमा बनेको हुँदैन। त्यसलाई हामीले लक्ष्य निर्धारण गर्नुपर्छ, म यो कुरा बन्छु भनेर त्यो लक्ष्य निर्धारण गरेपछि लक्ष्य प्राप्त गर्नका लागि निरन्तर रूपमा लागि पर्नुपर्छ होइन। इट इज अ प्रोग्रेसिभ के अरे जर्नी होइन, कन्सिस्टेन्ट जर्नी फ्रम जिरो टु मिन्स हायर लेभल होइन, एक किसिमको जर्नी हो। यसमा चाहिँ लागिराख्नुपर्छ होइन, जुनसुकै जर्नी भए तापनि खेलाडीले खेलमै लागिराख्नु पऱ्यो होइन। एउटा चाहिँ माइक टाइसन बक्सरले आफ्नो 20औँ र 30औँ वर्षको चाहिँ बक्सिङको एक्सर्साइजबाट उसले चाहिँ के छ एउटा इभेन्ट जित्छ होइन, उसलाई त्यो इभेन्ट जित्ने कुरामा सफलता प्राप्त हुन्छ भनेदेखि एउटा टिचरले चाहिँ 20औँ 30औँ वर्षको लगानीबाट चाहिँ एउटा उत्कृष्ट चाहिँ शिक्षा प्रदान गर्छ, उसलाई त्यो शिक्षा दिँदा उसलाई त्यहाँ आनन्द प्राप्त हुन्छ। एउटा व्यवसायीलाई होइन जीवनभर उसले सङ्घर्ष गर्छ र ठुलो चाहिँ साम्राज्य बिजनेसको साम्राज्य खडा गर्दा उसलाई त्यहाँ सफलता प्राप्त हुन्छ। जस्तै बिल गेट्सदेखि लिएर चाहिँ वारेन बफेटदेखि लिएर हाम्रै विनोद चौधरीदेखि लिएर उहाँहरूलाई त्यसको सफलताको आनन्द प्राप्त भएको छ भनेदेखि चाहिँ एउटा समाजसेवीलाई समाजसेवा गर्दा आनन्द प्राप्त हुन्छ। त्यसमा सफलता भनेका आफ्ना आफ्ना छनौटका परिभाषाहरू हुने गर्छन्। कसैलाई कुनै कुरामा सफलता हुन्छ, कसैलाई कुनै कुरामा सफलता हुन्छ। तर एउटै मेरो अहिलेको बुझाइ के हो भनेदेखि जुन यात्रामा मान्छे हिँडिरहेको छ यात्रालाई बिचमा फेरि फेरबदल गर्न थाल्यो। मैले चाहिँ व्यापारीको सुख देखेर मैले बिचमा व्यापारी हुन थालेँ, मैले फेरि व्यापारीले फेरि खेलाडीको आनन्द देखेर खेलाडी हुन थाल्यो र खेलाडीले फेरि राजनीतिज्ञको आनन्द देखेर राजनीति गर्न थाल्यो भनेदेखि बिचमा आफ्ना व्यावसायिकताहरू पेसाहरूलाई चेन्ज गर्न थाल्यो भनेदेखि चाहिँ त्यो चाहिँ के हुन्छ भनेदेखि चाहिँ असफलताको मार्गतिर मान्छे चाहिँ दौड्न थाल्छ। जुन पेसा सुरु गरिरहेको छ त्यो पेसा व्यवसायमा निरन्तर लागिराख्नु, त्यसको अध्ययन गरिराख्नु र त्यसमा चाहिँ कन्फिडेन्टली चाहिँ आफूलाई भन्न समर्पण गर्नु नै सफलताको सूत्र हो जस्तो लाग्छ मलाई चाहिँ। यस, थ्याङ्क यू रङ्गसँग रमाइलो टक भयो, थ्याङ्क यू फर टाइम। त्यस्तो नेचरमा पनि केही रमाइलो कुराहरू भयो, केही अन्तिममा केही म्यासेज दिनु मन छ भने एउटा युथहरूलाई? अब हुन त अझ सक्सेसको बारेमा त डिफाइन दिइसक्नुभयो होइन, अन्तिममा केही भन्न चाहनुहुन्छ भने प्लिज। धन्यवाद निर्मलसँग मलाई पनि यो प्रकृतिमा आएर कुराकानी गर्दा आनन्द र ऊर्जा थपेको महसुस गरेको छु। म अहिले पनि उमेर त करिब हुन त म धेरै अब ठुलो उमेर त भएको छैन, त्यही पनि 54-55 वर्षको रेन्जमा गएँ। उमेर अब खुलासा नगरी भन्छन्, त्यही मनले आफूलाई त्यस्तो चाहिँ अब उमेर
गएको जस्तो मलाई लाग्दैन, भर्खरै युथ भएको जस्तो अनुभव छ र चाहिँ अझै पनि अब धेरै कुरा गर्न सकिन्छ। मैले एउटा चाहिँ सूत्र प्रतिपादन गरेको छु, CMFVW को सूत्र छ। अब C भने कन्सन्ट्रेसन हो, एकाग्रता। जुन काममा लागिन्छ त्यहाँ एकाग्रता हुन आवश्यक छ हैन। र M भनेको माइन्डफुलनेस हो, भनेको होसियारी, सजगता। जे काम गरिन्छ सजगतापूर्वक गरियो हैन। म के काम गर्दैछु, म के काम गर्दै छैन, मेरो जिम्मेवारी के हो, मैले के खाँदैछु, मैले के खाँदै छैन, म कहाँ गइरहेको छु, म कहाँ गइरहेको छैन, मैले के प्राप्त गरिरहेको छु, मैले के प्राप्त गरिरहेको छैन भन्ने विषयमा इट्स अ अलर्टनेस फ्रम मुभमेन्ट टु मुभमेन्ट। एउटा मुभमेन्टबाट अर्को मुभमेन्टमा जाँदाखेरिको सजगताको अवस्था नै माइन्डफुलनेस हो। त्यो माइन्डफुल हुन आवश्यक छ हैन। F भनेको फेथफुलनेस हो, विश्वास, स्वयंमा विश्वास गर्न सकिन्छ। आत्मविश्वासको जागरण गर्नुपर्छ र गर्न सकिन्छ हैन। अब अरूले गर्न सक्छन् भने म पनि गर्न सक्छु। इफ ही क्यान आई क्यान, इफ दे क्यान वी क्यान भन्ने फिलिङको जागरण गर्नुपर्छ। यसका लागि के भने निरन्तर अध्ययनमा लाग्नुपर्छ, निरन्तर क्षमता विकासमा लाग्नुपर्छ, योजना बनाउनुपर्छ। युवाहरूले निरन्तर लागिराख्नुपर्छ, क्षमता विकासमा लागिराख्नुपर्छ। स्किल डेभलपमेन्ट मुख्य चाहिँ शार्पेन द सोर्ड भनेर शार्पन द स भन्ने कुरा छ हैन। हतियारलाई तिखाइ धारिलो बनाइराख्नुपर्छ। जो जेमा लागिरह्यो त्यसमा चाहिँ आफ्नो चाहिँ के अरे उद्देश्य प्राप्त गर्नको लागि चाहिँ टिचरले पढिराख्नु पर्यो। व्यवसाय विभिन्न किसिमका व्यवसाय योजना बनाइराख्नु पर्यो। खेलाडीले रात दिन खेल्न लागिराख्नु पर्यो। पत्रकारले विभिन्न किसिमका चाहिँ पत्रकारिताका विभिन्न आयामहरू खोजिराख्नु पर्यो। विद्यार्थीले विभिन्न किसिमका चाहिँ नयाँ नयाँ के अरे आयामहरूमा पढिराख्नु पर्यो, त्यसमा उत्कृष्टता हासिल गर्नु पर्यो। किसानले नयाँ नयाँ खालका किसान खेती गर्ने तरिका सिक्नु पर्यो। यसै राजनीतिज्ञले एकदम कसरी इन्टिग्रिटी फेयर भएर स्वच्छ मर्यादित राजनीति गर्न सकिन्छ त्यो कुरा सिक्नु पर्यो। यसरी गऱ्यो भनेदेखि चाहिँ यहाँ चाहिँ के भन्छ विश्वास विकास गर्न सकिन्छ। त्यो फेथको कुरा भयो। अर्को भिगरको कुरा छ, स्टामिना, ऊर्जा भनेको शारीरिक ऊर्जा र मानसिक ऊर्जा, मेन्टल क्ल्यारिटी। मेन्टल क्ल्यारिटी हुन आवश्यक छ युवाहरूमा चाहिँ। म के गर्दैछु भन्ने कुरा क्लियर भयो भने त्यसले गोल सेट क्लियर हुन्छ होइन। त्यसले मेन्टल ऊर्जा पनि दिन्छ। वेन वी आर इन कन्फ्युजन डिलेमा द्याट विल कन्ज्युम आवर इनर्जी, त्यसले इनर्जी कन्जम्सन गर्छ कन्फ्युजन भयो भनेदेखि। जब हाम्रो दिमाग क्लियर हुन्छ नि त्यसले के गर्छ भनेदेखि चाहिँ इनर्जी प्रोभाइड गर्छ, माइन्डलाई पनि इनर्जी ऊर्जा प्रदान गर्छ। त्यसरी माइन्डलाई त्यो खालको ऊर्जा प्रदान गरौँ, एकाग्रता, ध्यान होइन, मेन्टल क्ल्यारिटीबाट। र शारीरिक ऊर्जा कसरी प्राप्त गर्यो भने शरीरलाई अनुशासनमा राखेर चाहिँ चाहिने कुरा चाहिँ अब भिटामिनका कुराहरू होइन, ब्यालेन्स डायटका कुराहरू, एक्सर्साइजका कुराहरू, ध्यान प्राणायामका कुराहरूलाई सन्तुलन आहार विहार र मल्टिपल टास्किङ भने सिङ्गल टास्किङबाट चाहिँ त्यो खालको काम गऱ्यो भने एउटा ऊर्जा, शारीरिक र मानसिक ऊर्जा प्राप्त गर्न सकिन्छ। ऊर्जा प्राप्त गरौँ, भिगरको कुरा। अन्तिम मैले भने W भनेको विस्डम। विस्डम भनेको प्रज्ञा। यो संस्कृत शब्द हो, संस्कृत शब्द हो। त्यो प्रज्ञाको प्रयोग गर्नुपर्छ। चाहे युवा हुन्, चाहे केटाकेटी हुन्, चाहे युवा हुन्, चाहे तन्नेरी हुन्, चाहे वृद्ध हुन्, जुनसुकै पेसामा भएका भए तापनि हामीले हाम्रो विस्डमको विकास गरौँ, विस्डमको प्रयोग गरौँ। विस्डम भनेको के भनेदेखि इट इज द एप्लिकेसन अफ नलेज, स्किल, एक्सपिरियन्स होइन। तिनवटा कुराबाट जे कुरा प्राप्त भएको छ त्यो हाम्रो विस्डम। त्यो कुरालाई हामीलाई जतिकै समस्या पर्छ, परेको समस्या समाधान गर्नका लागि विस्डम कुनै त्यो नलेज, स्किल र एक्सपिरियन्स प्रयोग गरिएन भने विस्डम प्रयोग गरिएन। त्यसमा विस्डमको प्रयोग गरौँ, विस्डमको विकास गरौँ। यो गर्न सकिन्छ, प्राप्त गर्न सकिन्छ। यति कुरा CMFVW यो मैले डेभलप गरेको सूत्र हो। मैले एउटा किताब पनि लेखेको छु। मैले चाहिँ अनकमन विस्डम फर कमन टाइम भनेर मेरो किताब छ। त्यो किताब मैले कुरा डिटेलमा व्याख्या गरेको छु। र यी कुरामा युवाले फोकस गर्यो भनेदेखि चाहिँ निश्चित रूपमा चाहिँ युवा चाहिँ उनीहरूले सोचेको चाहिँ जीवनभन्दा चाहिँ उच्च स्तरीय जीवन चाहिँ प्राप्त गर्न सक्छन् सबै युवाले, सबै मानव जातिले। त्यस कारण मानव जातिलाई खालि यो फिजिकल कम्फर्टमा मात्रै होइन, यो मानिसको उद्देश्य त्यहाँभन्दा माथि छ। त्यसका लागि चाहिँ आफूलाई एकान्तमा राखेर चाहिँ जीवनको उद्देश्य खोज्ने प्रयास गरौँ र यो 5वटा सूत्र लगाएर आफूलाई विकास गरौँ। त्यस कारण चाहिँ यति गऱ्यो भने हामी कोहीभन्दा पनि कम हुन सकिँदैन, हुन पर्दैन। र हामी कम्पिटिसन होइन, आफू स्वयंप्रति कम्पिटिसन गरौँ, अरूप्रति जेलसी, ईर्ष्या नगरौँ, इन्भी घमण्ड पनि नगरौँ, द्वेष नगरौँ। र जीवनमा यो एकचोटिको जीवन हो, घरिघरि प्राप्त हुने जीवन होइन निर्मल, एकचोटिको जीवन हो होइन। यो 100 वर्षको जीवन हो होइन। यो जीवन फेरि प्राप्त गर्न सकिन्छ थाहा पनि छैन। यो एकचोटिको जीवनलाई अत्यन्तै
एउटा के अरे उच्च स्तरीय जीवन उच्च कोटिको जीवन को रूपमा प्राप्त गर्न सकिने मलाई दृढ विश्वास छ। म त्यो मार्गमा पसाइरहेको छु भने अरूले पनि यही मार्गमा चाहिँ लाग्दै हुन्थ्यो जस्तो मलाई चाहिँ लाग्छ। थ्याङ्क यू फर यर टाइम। थ्याङ्क यू, धन्यवाद यो अवसरको लागि, धन्यवाद।